त गाइस हमरा से पुगी गेल छ अखनी कतै था छ हमरा से समुद्र के बीच में पुगी गेल छ नेपाल के समुद्र के बीच देखे सकै छ हमरा से अपनी भर्खर ऑडिशन डायरेक्ट थाई अब जे बोले भेले ब्याह गरेर राख्ले देखे सकै छ सब एकदम आफ्नो रमाइलो गरिरहेको छ दीपक भैया पुरै छु घोडा त नै कि तर उता कोही पिकनिको खाइबला सब छ यता घुमाइयो लेला छ हाम्रो दाजु यता आप देखे सकै छ दाजु हिरोइन होता छ आप जितो ले शाहरुख खान था एकदम यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु यहाँ बोटिङ गर्न आउनुहुन्छ यहाँ बोटिङको फिल पनि लिन सक्नुहुन्छ यहाँ हेर्नु बोट चाहिँ पुरै मजाले त्यो पारिपट्टि पनि मान्छेहरु पिकनिक खाइरहेछ धेरै छ मान्छेहरु आइरहेछ घुम्नलाई हेर्न सक्नुहुन्छ कति मान्छेहरु छन् र हामी चाहिँ यहाँ छौं अहिले यहाँ बुफे पनि लिन सक्नुहुन्छ बुफे आफ्नो गर्लफ्रेन्डलाई लिनको लागि तर हाम्रो गर्लफ्रेन्डै छैन हैन हामी दाजुभाइ आएको छौं दाजुभाइमा के अब हैन ए दाजु बोल त किन्द्रा भाउजू किन टोपी सोपी एका त किन पर्थ्यो देखा मलाई देखा त भाउजू सिप दाजु भाउजू लेकिन त कुन चीज खरीद बिक्री गरिरहेला छ 20 मिनट को 50 ओ किति पाउँदैन किन पाउँदैन 20 लागि भाडामा हो के फोटो सुट गर्नको लागि मात्र हो 20 मिनट को 50 रुपैयाँ हामीले पनि यही विशेष गर्नुपर्छ के हौ ओ 20 रुपैयाँ 20 मिनेट 50 रुपैयाँ हामी यहाँ त पुरै समय अनुसारले पैसा छापिरहेछ मान्छेहरु दाम 150 रुपैयाँ तौ मलाई लाग्यो बेच्नको लागि होला लगा देख्यो कनको लागि छ यो फेरि 20 50 रुपैयाँ 50 रुपैयाँ त के हुँदैन यो लगाएन हाम्रो हिरो केटाको छैन र केटाको भएको भए हल्का राम्रो हुन्थ्यो र गाइस यहाँ तपाईहरु आउन सक्नुहुन्छ पिकनिक खानलाई रमाउनलाई पुरै हैन बोटिङ गर्नलाई पनि आउन सक्नुहुन्छ हाम्रो यो नेपालको शान यो बोराबान हैन हाम्रो क्यामेराम्यान दाइ उता आउनुहुन्छ पुरै व्यस्त मजा आइरहेको छ के दाजु सब देखिन्छ पैसा थाम लिए या के कति छ मतलब कि छोडी के गर्लफ्रेन्डै भयो हमरा से मात्रै बोलियो हमरा शिव दाजु मात्रै सिंगल सब आदमी सब नै हमरा शिव दाजु मात्रै सिंगल सब आदमी सब नै खाली देखाइ होला मनोरञ्जन लै होला हम तखनी कहलिए कि दाजु घोडामा बैठला है छोरी गली में बैठ जाऊं